बुवाको एक सानो घरमा बस्ने 3 जना परिवार। बुवा, आमा र छोरा। उनीहरू न त धनी थिए न त गरिब। मेहनत गर्ने, मेहनतको फल खाने अनि सुख दुःखमा सँगै रहने परिवार थियो। छोरा अमृत पढाइमा अब्बल थियो। उसले सधैँ बुवा आमाको सपना पुरा गर्ने चाहना राख्थ्यो। बुवाले खेत जोतेर आमाले सिलाइ बुनाइ गरेर छोरालाई पढाए। उनको एउटै लक्ष्य थियो, छोरा ठुलो मान्छे बनोस्, सुखी जीवन जियोस्। बुवाको बाल्य युवा अवस्थामा निकै मेहनती थिए। उनले आफ्नो जीवनभर खेतीपाती गर्दै परिवारलाई सम्हाले। सानै उमेरमा आफ्ना बाबुआमालाई गुमाएका उनले सधैँ चाहेका थिए कि उनका सन्तानले कहिले अभाव महसुस गर्न नपरोस्। आमाको नाम पार्वती थियो। उनी घरका हरेक कुरा व्यवस्थित राख्ने, छोराको हेरचाह गर्ने अनि बुवालाई सहयोग गर्ने गर्थिन्। दुवैजना मिलेर अमृतका लागि राम्रो भविष्य सपना देख्थे। अन्ततः अमृतको मेहनतले रङ ल्यायो। उसले विदेश जाने अवसर पायो। बुवा आमा खुसी भए। बाबु, तिमीले राम्ररी पढ, हाम्रो आशीर्वाद तिमीसँगै छ। आमाले आँखा भरि आँसु पार्दै भनिन्। अमृतले बुवा आमालाई बाचा गर, म सफल भएपछि तपाईँहरूलाई पनि सँगै लैजान्छु। समय बित्दै गयो। विदेशको जीवनमा अमृत व्यस्त रह्यो। पढाइ, जागिर र नयाँ परिवेशमा घुलमिल हुँदै गयो। सुरुका वर्षहरूमा ऊ नियमित फोन गर्थ्यो, तर बिस्तारै उसको समय कम हुँदै गयो। फोनहरू घट्दै गए। गाउँमा आमा बाबा भने छोरो फर्किने आशमा बस्थे। उनीहरूको उमेर ढल्दै थियो, शरीर कमजोर हुँदै थियो। कपालको ढाड दुख्न थाल्यो, हात खुट्टा कमजोर भए। पार्वतीको आँखाको ज्योति धमिलो बन्दै गयो, हिँडडुल गर्न गाह्रो हुन थाल्यो। एक दिन गोपाल गम्भीर बिमार परे। पार्वतीले अमृतलाई फोन गरे, बाबु, तिम्रो बुवा धेरै बिमारी हुनुहुन्छ, सकेसम्म चाँडै फर्कनु। तर अमृतले उत्तर दियो, अहिले आउन सक्दिनँ आमा, जागिर छोड्न सक्दिनँ, केही समयमा आउनेछु। बुबाले निराश हुँदै भने, हाम्रो छोरालाई हामीभन्दा उसको करियर प्यारो भएछ, धन सम्पत्ति प्यारो भएछ। समय बित्दै गयो। पार्वतीले फेरि खबर गरे, बाबु, म पनि अशक्त हुँदैछु, आउन सक्दैनौ। अमृत फेरि व्यस्त थियो। केही समय पर्खनु होला आमा, म अब केही वर्षमा यहाँ सबै व्यवस्थित गरेर हजुरलाई लिन आउनेछु। तर त्यो समय कहिले आएन। केही महिनापछि गाउँबाट एउटा खबर आयो, तिम्रा बुवा आमा अब यो संसारमा छैनन्। अमृत त्यो खबर सुनेर स्तब्ध भयो। हतारिँदै फर्किन चाह्यो, तर अब धेरै ढिला भइसकेको थियो। जब गाउँ पुग्यो, घर खाली थियो। बुवाको हल्का मुस्कान, आमाको मायालु अँगालो, सबै सम्झना मात्र बाँकी थिए। ऊ आँगनमा उभिएर आँसु झार्दै बुवाको आमाको शब्द सम्झिन्थ्यो, हामीलाई धेरै केही चाहिएको थिएन बाबु, बस तिमीलाई एकपटक हेर्न चाहन्थ्यौँ।